हामी कस्तो भयो भने हामी 9 गते बेस क्याम्पबाट सगरमाथा अन्तिम यात्राका लागि तय गऱ्यौँ जेठको 9 गते। 12 गते बिहान हामी क्याम्प 3 बाट बिहान 3 बजेतिर हिँड्यौँ। हामी करिब तपाईँको चाहिँ 12 बजेतिर साउथ समिट पुग्यौँ। हामीलाई केही समय रेस्ट गराइएको थियो। करिब यो 7300 वटा उमेर अगाडि बढिसकेपछि आफ्ना साथी भाइ कोही पनि चिनिँदैन। हामी एकदमै आफ्नै सुरमा हुन्छौँ। अहिले मदनजीले भने जस्तै अब चढ्नुपर्छ भन्ने हुन्छ, अरू दिमागमा त्यो भन्दा बाहेक केही हुँदैन। जसरी भए पनि चढ्नुपर्छ, मरे पनि चढ्नुपर्छ, जे भए पनि चढ्नुपर्छ भन्ने दिमागमा त्यो भन्दा अर्को केही हुँदैन। हामी 12 बजे साउथ समिटमा पुग्यौँ। हामीलाई उनीहरूले चाहिँ हामीसँग खालि एक थर्मस पानी र हामीसँग चक्लेट हुन्छ। चक्लेटको क्यालोरी अलिक बढी हुन्छ, त्यति मात्रै हो। बेलुका हामीलाई चाहिँ के हो भने 7 बजेतिर 12 गते बेलुका 7 बजे अन्तिम समिटका लागि तयारी हुन भन्यो र हामी अगाडि बढ्यौँ। हामीसँग सबैसँग एक एकजना शेर्पा थियो। करिब 15 मिनट जति हिँडिसकेपछि मेरो शेर्पाले चाहिँ के भन्नु भने म चाहिँ जान नसक्ने भएँ, तपाईँ आफ्नो रिक्समा जानुहुन्छ भने जानु, तर नजानका लागि म सुझाव दिन्छु भने। अनि मलाई के लाग्यो भने साला अब यहाँ आइपुग्यो होइन, 8000 उँभो लागिसक्यो, अब अन्तिममा शेर्पाले त्यसो भन्छ होइन, अनि जानै पर्छ भन्ने हो। उसले चाहिँ मलाई बोकिदिएको एउटा सिलिन्डर अक्सिजन मैले लिइसकेपछि म अब जान्छु भन्ने। अब कस्तो भयो भने साथीभाइ धेरै अगाडि पछाडि भइसकेका थिए। अब को कता छन् भन्ने केही हुँदैन, आफू मात्रै हुन्छ। अब भएको एउटा शेर्पाले पनि छोड्यो भनिसकेपछि जानुपर्छ भन्ने मात्रै भयो। गयो अलिक माथितिर ट्रेङ्गुलर फेसमा पुग्यो। अब त्यता चाहिँ धेरै लासहरू वर्षौँदेखिका होइन, यत्र तत्र सबै अब देखिन्छन्, बाटोमा भेटिन्छन्। सामान्यतः साउथ समिटभन्दा माथि मरिएका मान्छेहरू उठाउने भनेको चाहिँ करोडौँ खर्च गर्न सक्नेहरूले मात्रै उठाउँदैन। त्यो सामान्य मान्छेहरूले उठाउन सक्दैनन्। त्यो सामान्य मान्छेहरूका भनेर यो 10, 15, 20 करोडसम्म खर्च गर्नेहरूले उठाउन सक्दैनन् भन्ने त्यस्तो छ। भनिसकेपछि अब 11 बजे अलिकति अब पानी पनि खानु पर्यो, अक्सिजन पनि फेर्नु पर्ने भयो। हामीलाई के हुन्छ भने प्रेसर 2 मा खाएको अक्सिजन 7 घन्टा 8 घन्टा थामिन्छ भन्ने हुन्छ है। अब मेरो त मैले बेलुका 7 बजे सुरु गरेको भनेपछि 11-12 बजे फेर्नु पर्ने भयो। अब मलाई बाहिर भए अब यो एकजना साथीले मलाई अक्सिजन फेर्ने भन्यो। मेरै एकजना टिमको साथी चाहिँ के भने त्यहाँ फर्क्यो, ल मर्नुभन्दा बरु अर्कोचोटि चढ्नुपर्छ तर फर्क्यौँ भन्नु। मैले भने होइन, मर्ने तर जाने भन्ने भयो, मर्ने तर जाने। अब अक्सिजन फेरेर म त्यहाँबाट अगाडि त बढेँ, तर बढ्नेपछि अब 7 बजे त मेरो अक्सिजन त सकिन्छ बिहान 7 बजे त होइन। अनि त्यहाँ मरिने कुरा चाहिँ के हो भने अक्सिजनकै कारणले हो। अधिकांश मरिने र के ढिलो पिकमा पुग्नु पर्यो होइन। तपाईँ चाहिँ 9 बजे 10 बजेभन्दा पछाडि पनि त्यो हाई रिस्क भयो। अब अक्सिजन सकिएर पनि धेरै रिस्क भयो। अब अघि यहाँ पैसाको कुरा आयो। अब धेरै लगानी गर्नेहरूले चाहिँ के हुन्छ भने अरू धेरै शेर्पा हुन्छन् र उनीहरूले सँगसँगै अक्सिजन पनि अलिक बढी नै बोकाइराखेको हुन्छ। हामी